हेलो मिस हेलो ठिकै हुनुहुन्छ कामै गर्नुभयो तर यहाँ अलिक अल्छ्यो है इभेन्ट चाहिँ आज हेर्नु पाइन्छ कि पाइँदैन यहीँनिर अब 2 बजिसक्यो हो ठुलै ठुलो बनाएको आज इभेन्ट चाहिँ राम्रोसँग हेर्नु पाइनँ है रड्डी भयो भने मिस गरे जस्तो लाग्यो है बाटो चाहिँ यस्तो साह्रो रड्डी छ कि यहाँनिर यो ठुलो टर्निङमा चाहिँ एक्सिडेन्ट भएछ यहाँनिर यो उँधोपट्टिको देख्न सक्नु भएको चाहिँ क्विन पट हो है एकदमै दामी छ So hello and namaste everyone, it's me Sanjay Suba. Once again welcome back to my new and another vlog. I hope तपाईहरु सन्चै नै हुनुहुन्छ होला अनि मेरो भन्नुपर्दा म पनि सन्चै छु है. So guys आज चाहिँ म है सिक्किमको इभेन्ट जुन चाहिँ है हाम्रो यहाँ माथि रानीपुलमा हुनु गइरहेछ है अनि हिजोदेखि भएको त्यो इभेन्ट चाहिँ है. सो आज चाहिँ म पनि त्यहाँनेर गएर भ्लगहरु गर्ने कोसिस गर्ने छु है. ल त गाइस जहिले भने चाहिँ म निस्किसकेको छु है रुमदेखि. आज चाहिँ म अदमपुल जाँदै गरेको किनभने चाहिँ त्यहाँनिर चाहिँ है सिक्किमको मोटर क्रस मेनिया 2025 इभेन्ट जुन चाहिँ मोटर रेसिङको इभेन्ट चलिरहेको छ है. अन्त हिजोदेखि चल्नु चाहिँ अन्त हिजो र आज इभेन्ट थियो. आज चाहिँ म अलिकति लेट भएँ किनभने चाहिँ बिहान अलिक ढिलोसम्म सुति पठाएछु नि त होइन. अन्त फेरि साथीहरू पनि आएको थियो उनीहरू चाहिँ तिमी तारको जाने अरे भनेर चाहिँ उनीहरू आएर रुममा बसिरहेको थियो नि त. अन्त यताउता गफ गर्दै त्यो भएर चाहिँ म अलिकति लेट भयो है. इभेन्ट चाहिँ भेटाउँछ कि भेटाउँदैन है त. अन्त अर्को कुरा चाहिँ के भयो भन्दा चाहिँ अस्ति मेरो सर्भिसिङ गर्नु जाँदाखेरि चाहिँ मेरो यो बाइकको चाहिँ एक साइडको फेयरिङ चाहिँ है त्यो मेकेनिकले चाहिँ खोल्दाखेरि चाहिँ साइडको फेयरिङै फुटाइदिएको थियो नि त. सोरुमले नै अर्को एउटा नयाँ फेयरिङ लगाइदिन्छु भनेको छ है. सो गाइस जहिले भने चाहिँ है सिङताम आइपुगिसकेँ अनि उहाँ अगाडि हस्पिटलको मुनि चाहिँ झन् गाडीले चप्कायो है. गाइस यहाँनिर चाहिँ यो ठुलो टर्निङमा चाहिँ एक्सिडेन्ट भएछ यहाँनिर है यस्तो भएछ हो. मालगाडी रहेछ रोडको कन्डिसन चाहिँ हेर्नुहोस् न. यहाँनिर चाहिँ अहिले चाहिँ यस्तो भइसकेको रहेछ है. अस्ति चाहिँ यहाँनिर यतापट्टिको बाटो मात्रै थियो उँधोपट्टिको बन्द गरेको थियो. अहिले उँधोपट्टिको पनि खोल्दैछ तर धुलो चाहिँ हेर्नुहोस् दाइ केही देख्दैन. आज उहाँ माथिको टर्निङ त झन् वर्षै पछि बिग्रिन्छ है. म चाहिँ रानीपुल आइपुगिसक्यो. इभेन्ट चाहिँ आज हेर्नु पाइन्छ कि पाइँदैन यहीँनिर अब 2 बजिसक्यो हो. सुपर मिटियोर है यो चाहिँ 650 जस्तो लाग्यो. हेर्नुहोस् त सानो बल्की छैन हो. अहिले भने चाहिँ क्विन पट आइपुगिसकेको छु है. यो चाहिँ हो तपाईँ क्विन पट. यो उँधोपट्टिको देख्न सक्नु भएको चाहिँ क्विन पट हो है. एकदमै दामी छ. त्यहाँ चाहिँ भित्र चाहिँ म पसेको छुइनँ है. अब यहाँदेखि चाहिँ कहाँनिर हो बाटो चाहिँ यस्तो साह्रो रड्डी छ कि यहाँनिर. बाटो चाहिँ के डरलाग्दो अप्ठ्यारो हो. सो गाइस अब चाहिँ हामी आइपुग्न आँटे उपर देख्दै गरेकोमा रहेछ है. त्यो चाहिँ रेस जुन चाहिँ मोटर रेस गराउँदैछ त्यो चाहिँ है. त्यहाँ गाइस चाहिँ अहिले भने चाहिँ म यहाँ मोटर रेसिङमा आइपुगिसकेको छु है. तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ अझै पनि दामी हुँदो रहेछ है. त्यहाँ माथि जाउँ के कसो हुँदैछ हेरौँ है. त्यस्तो छ ट्याम्मै छ मान्छेहरू अझै आउँदैछ है. त्यस्तो रहेछ है. सो गाइस यहाँनिर हेर्नुहोस् त है बाइकहरू दामी छ है. क्रस फ्राई जस्तो यहाँ हेर्नुहोस् त है दामी यो छ. कस्तो हुँदैछ यहाँनिर चाहिँ है. अन्त एक्सपल्स पनि दामी बनाइरहेको छ यहाँ चाहिँ है. प्रोग्राम चाहिँ यहाँनिर हुँदैछ. कडा
यहाँ चाहिँ ऊ पर हाम्रो एलिना मिस हुनुहुन्छ है अनि यहाँ माथि ऊ कृति ला लड्यो यहाँ माथि चाहिँ कृति मिस चाहिँ अगाडि हुनुहुन्छ है विनिङ पोइन्टमा एलिना मिस चाहिँ अड्किरहेछ है यहाँनिर गयो ला लड्यो फेरि यता पनि कृति मिस पनि लड्दैछ कृति है Come on, Elina! Our leader, Madhubini, is still going strong even after the fall. Final lap. For Kriti Rai. La, very lordio. Oh. यो रेस चाहिँ सायद कृति मिसले जित्छ जस्तो चाहिँ किनभने चाहिँ ऊ चाहिँ अगाडि लिड गर्दैछ हो एलिना मिस चाहिँ यहाँ लडेको छ हो Good job. जोसमा चाहिँ एलिना मिस चाहिँ कृति राईले फिनिसिङ गर्यो है यहाँनिर यो ट्रन साइड चाहिँ अलिकति अप्ठ्यारो रहेछ हौ यहाँनिर चाहिँ पुरा चिप्लिन्छ नि त माटो रहेछ नि त Congratulations to both the ways. Track looks very easy, especially when you're a female and you're short like there is एलिना मिस चाहिँ यहाँ हुनुहुन्छ है अनि हाम्रो कृति मिस पनि यहाँ हुनुहुन्छ है भेटौँ न है हेलो मिस हेलो ठिकै हुनुहुन्छ दामी गर्नुभयो तर यहाँ अलिक अल्छ्यो है हुनुहुन्छ है विनर चाहिँ यता मिस हुनुभएको छ अनि यता चाहिँ सेकेन्ड हुनुभएको छ है त ल त गाइस अब चाहिँ यहाँनिर ओपन रेस हुनेवाला छ है यहाँनिर है त्यो चाहिँ बोइज क्याटेगोरीमा डरलाग्दो हुनेवाला छ है तपाईँहरूलाई पनि देखाउँछु यहाँनिर है अनि फिनिसिङ ल्याप चाहिँ यो हुनेवाला छ है सो गाइस अब चाहिँ यहाँनिर स्टार्ट हुनु आँटेको छ यहाँनिर हाम्रो मिलन दाजु पनि हुन्छ नि यहाँनिर है ऊ चाहिँ स्टन्ट हाम्रो सिक्किमको स्टन्ट राइडर हो फ्री स्टाइल गर्छ है हामी गर्छ कडा गाइस
खत्रै धुलो भयो खत्रै सायद आजको चाहिँ यो चाहिँ लास्ट प्रोग्राम होला जस्तो लाग्यो है म अलिकति ढिलो आइपुगेँ होइन अलिक ढिलो आइपुगेँ त्यही भएर मैले प्रोग्रामहरू राम्रो इभेन्ट चाहिँ राम्रोसँग हेर्नु पाइनँ है बर्थडे भने मिस गरेँ जस्तो लाग्यो है यहाँ नि क्राउड चाहिँ है यहाँको अडियन्सहरू हेर्दा त्यस्तो डर लाग्दैछ गाइस अब फेरि सेकेन्ड राउन्ड सुरु हुनु गइरहेको छ यहाँनिर हो यहाँनिर यस्तो छ यहाँनिर हुँदैछ है सेकेन्ड राउन्ड फेरि पनि खानेहरू छ ल त गाइस आजको चाहिँ इभेन्ट चाहिँ यहाँनिर एन्ड भयो है म अलिकति ढिलो आएँ मैले फुल ब्लग निकाल्नु पाइनँ है अब चाहिँ प्राइज डिस्ट्रिब्युसन हुँदैछ अनि लास्ट फाइनलको चाहिँ मैले हेर्नु पाएँ लास्टमा चाहिँ शिलङको तीनवटा शिलङकोले लोग्यो है अनि मेरो पनि ब्याट्री चाहिँ चिसोले यस्तो साह्रो ड्रेन भयो ल त गाइस अहिले भन्छ म चाहिँ रुम आइपुगिसकेँ है अघि भने चाहिँ ब्याट्री डाउन भएर चाहिँ मैले मेरो ब्लगलाई एन्ड गर्नु पाएको थिइनँ नि त है अनि एकदमै बबाल मजा आयो है अहिले चाहिँ माथिको जुन चाहिँ सिक्किम मोटो क्रसको जुन चाहिँ इभेन्ट थियो है एकदमै दामी भएको थियो है सो आजको कुनै क्लिपहरू मन पऱ्यो भने चाहिँ लाइक गर्ने सेयर गर्ने कमेन्ट गर्ने है त्यही हो गाइस है बाइ बाइ सी यू इन द नेक्स्ट